नमस्ते मेरो प्यारो मामुहरू। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। सो आजको यो भिडियो चाहिँ मैले पोस्टपार्टम जर्नीमा हुने मामुहरूको लागि अब भर्खरै बच्चा पाउनु भएको छ अनि अब एक्सर्साइज स्टार्ट गर्छु। तर त्यो एक्सर्साइजहरू पोस्टपार्टम एक्सर्साइजहरू स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ म ब्रिदिङ टेक्निक सिकाउन जाँदैछु हजुरहरूलाई। किन भन्दाखेरि यो ब्रिदिङ टेक्निक सिक्नुभयो भने चाहिँ अब पछि गएर गर्ने पोस्टपार्टम एक्सर्साइजमा एकदमै हेल्प हुन्छ। किन भन्दाखेरि हामीले यो बच्चा पाइसकेपछि यति हाम्रो यो कोर चाहिँ एकदमै विक हुने हुन्छ र यो बच्चा पाएको पेट अलिकति झोर्लेको हुने भएको कारणले चाहिँ अब हामीले यो एक्सेल र इनहेल गर्दै यसलाई कन्ट्र्याक्ट गर्न सिक्यौँ भने चाहिँ पोस्टपार्टम एक्सर्साइजहरू चाहिँ एकदमै धेरै इफेक्टिभ हुन्छ। सो यो ब्रिदिङ टेक्निक चाहिँ अब स्टार्ट गरौँ है त। सो फर्स्टमा चाहिँ यो ब्रिदिङ टेक्निक गर्न त्यस्तो गाह्रो त छैन, तर अब एकचोटि पहिला फर्स्ट टाइम गर्दै हुनुहुन्छ भने पक्कै पनि अलिकति अनकम्फर्टेबल अलिकति गाह्रो भएको जस्तो हुन्छ। बट टाइम एन्ड अगेन बिस्तारै बिस्तारै एभ्री डे हजुरले सिक्दै जानुभयो भने चाहिँ यु विल गेट बेटर। किन भन्दाखेरि प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट होइन। सो यहाँ अनि अर्को कुरा भनेको चाहिँ आइएम नट अ प्रोफेसनल बट यस आइएम अ प्रोफेसनल एथलेट, यस आइएम अ प्रोफेसनल स्विमर। अनि जे पनि मैले हजुरहरूलाई यहाँ सिकाउन गइरहेको छु यो चाहिँ मेरो एक्सपिरियन्सको थ्रुबाट या मैले मेरो स्पोर्ट जर्नीबाट सिकेको कुराहरू नै हो। सो ढिला नगरिकन सुरु गरौँ है त। सो फर्स्टमा चाहिँ इनहेल र एक्सहेल त अब प्रायः जस्तो धेरै मामुहरूलाई थाहा नै होला। इनहेल गर्ने, एक्सहेल गर्ने, नाकले चाहिँ इनहेल गर्ने, मुखले चाहिँ सास फाल्ने। यो त अब प्रायः जस्तो सबैलाई थाहा नै छ होला। तर अब एक्सहेल गर्दाखेरि चाहिँ हामीले हाम्रो यो पेट यहाँ तलबाट यसरी जिप लगाएको जस्तो गरेर माथिसम्म पुरै जिप लगाएको एकदम मजाले कन्ट्र्याक्ट गरेर राख्ने। अनि सास फाल्ने, फेरि सास लिने, सास फाल्ने। सास रोकिराख्नु पर्ने जरुरत छैन, तर यदि हजुरलाई एकदमै गाह्रो हुन्छ भने चाहिँ सास रोकिराख्दा हुन्छ। फेरि छोड्नुहोस् अनि फेरि त्यस पछाडि लिनुहोस्, फेरि कन्ट्र्याक्ट गर्नुहोस्, फेरि छोड्नुहोस्। त्यो गर्दा पनि हुन्छ, त्यो पनि गर्दा हुन्छ। तर सिम्पल वेमा चाहिँ सास लिनुहोस्। सास लिनको लागि अहिले चाहिँ हामी नर्मल गरौँ। सास अहिले चाहिँ म नर्मली गर्दैछु किनभने अहिले चाहिँ धेरै बेरसम्म कन्ट्र्याक्ट गरेर रोकेर सास फाल्ने र लिने गरिरहनु पर्दैन। फर्स्टमा गर्दाखेरि अलिकति डिफिकल्ट हुन्छ। सो यसलाई ह्याबिट बनाउनको लागि चाहिँ हामी जस्ट अलिकति भित्र तान्छौँ पेटलाई। सास नाकबाट लियौँ, सास फाल्छौँ। सास फाल्दाखेरि चाहिँ यो पेटलाई मजाले फुलाएर फालिदिनुहोस्। अनि त्यसपछि फेरि लिँदाखेरि कति सेकेन्ड हजुरले होल्ड गर्न सक्नुहुन्छ त्यसरी होल्ड गर्न सक्नुहुन्छ। अनि यो फर्स्ट स्टेप भनेको चाहिँ यही नै हो, इनहेल एन्ड एक्सहेल। यो गर्न सिक्नुभयो भने चाहिँ पछिको पोस्टपार्टम एक्सर्साइज चाहिँ यही लियो। जस्तै मैले अर्को एउटा एक्सर्साइज देखाउँदैछु हजुरलाई। मेरो यहाँनिर कन्ट्र्याक्ट भइरहेको छ, बट मैले नर्मली सास लिने र फेर्ने पनि गराएको छु। जस्ट मैले यहाँनिर चाहिँ यसलाई चाहिँ मैले कन्ट्र्याक्ट गरिरहेको छु, बट मेरो सास लिने र फाल्ने तरिका त्यस्तै नै छ। यो चाहिँ मैले जस्ट हजुरहरूको लागि एउटा डेमो मात्रै देखाएको हो। सो यो चाहिँ अब कतिचोटि गर्ने सोध्नुहुन्छ होला। यो चाहिँ अब इट्स टोटली डिपेन्ड अपन यु। अब बच्चा पाइसके पछाडि अलिकति टाइम भ्याउनुहुन्छ भने बिहान बेलुका दिउँसो यो एक्सेल त जति राम्रोसित इनहेल र एक्सेल चाहिँ जति गर्नुभयो त्यति नै हजुरहरूलाई चाँडै हिल हुनलाई पनि एकदमै हेल्प गर्छ र पछिको पोस्टपार्टम एक्सर्साइजमा त अभियसली हेल्प गर्ने नै भइहाल्यो। अनि अर्को भनेको कोर अनि पोस्टपार्टम पेल्भिक फ्लोर एक्सर्साइजेसहरू एकदमै इम्पोर्टेन्ट हुन्छ बच्चा पाइसकेपछि। किन भन्दाखेरि हाम्रो कोर एकदमै विक भइसकेको हुन्छ, पेल्भिक फ्लोर पनि एकदमै विक भइसकेको हुन्छ। त्यो दुईटा तिनवटा चिजलाई हामीले अलिकति राम्रोसित हिल गर्न खोज्यौँ भने चाहिँ हजुरहरूको जुन चाहिँ मम्मी टमी त्यो पछिसम्म झोल्लिने फाटिने समस्याहरू हुन्छ त्यो अभियसली जान्छ।
अब यहाँ अर्को पोइन्ट भनेको चाहिँ मामुहरूलाई मैले एउटा सानो इन्फर्मेसन दिन खोजेँ। सो बेबी पाइसकेपछि चाहिँ हामी धेरै महिलाहरूको चाहिँ यहाँनिर यो यति यो कोरको यस्तो जुन चाहिँ एप्सको भाग हुन्छ नि त्यहाँ चाहिँ फाटेको हुन्छ, त्यसलाई चाहिँ जाइसिस रेक्टाइ भन्छ। अनि यो भएको छ कि छैन भनेर थाहा पाउनको लागि चाहिँ हजुरले मजासँग सुत्नु पर्यो। सुतेर अलिकति अनि मजाले सुतिसकेपछि यसो टाउको अलिकति उठाउनु होला। अनि त्यस पछाडि यो दुईटा फिङ्गर चाहिँ आफ्नो यो यहाँनिर यसो छिराउन खोज्नुहोस्। यदि यो दुईटा औँला भन्दा तीनटा औँला भन्दा चारटा छिर्छ भने चाहिँ हजुरले चाहिँ सोच्नुपर्छ कि हजुरको डाइजेस्ट रेक्टाइ भएको छ र यसलाई चाहिँ मैले हिल गर्नतर्फ लाग्नुपर्छ। अनि मामुहरू नआत्तिनु होला, हिल हुन्छ यो। जस्ट हजुरहरूले चाहिँ कोर फोकस एक्सर्साइज गर्न पर्यो, राम्रो एउटा खानपिन गर्नु पर्यो, खानेकुरामा एकदम वाइज हुनु पर्यो र अलिकति स्टे एक्टिभ हुनु पर्यो। बच्चा पाइसकेपछि चाहिँ यतिकै बच्चालाई मात्रै हेर्नलाई मात्रै टाइम नलिनुहोस्, आफू अलिकति एक्टिभ हुन पनि लाग्नुहोस् अनि सबै अरूमा डिपेन्ड नहुनुहोस्। यस गाह्रो हुन्छ, नर्मल चिज होइन बच्चा पाउने भनेको, एन्ड इट्स टेक अ लट अफ सेक्रिफाइस होइन, लट अफ पेन। आई डु अन्डरस्ट्यान्ड, किन भन्दाखेरि मेरो पनि दुईटा बच्चा छ, म पनि त्यही प्रोसेसबाट गएको हो। अनि मोस्टली चाहिँ यो भिडियो चाहिँ मैले नर्मल डेलिभरी भएको मामुहरूको लागि हो। मैले भन्न बिर्सेछु अगाडि, यो भिडियो चाहिँ नर्मल डेलिभरी भएको मामुहरूको लागि मैले धेरै पोस्ट गर्न खोजेको हो। किन भन्दाखेरि सी सेक्सन गर्नुभएको मामुलाई चाहिँ अलिकति डिफिकल्ट हुनसक्छ अर्ली एजमा। उहाँहरूलाई चाहिँ म अलिकति टाइम लिनुहोस्, 2 महिना 3 महिना कति सक्नुहुन्छ, अझ बढी टाइम लिँदा नि हुन्छ। तर नर्मल डेलिभरी गरेर आउनुभएको छ भने चाहिँ हजुरले डेलिभरी गरेको 2 हप्ता 3 हप्तामै यो स्टार्ट गर्न सक्नुहुन्छ। अलिकति बिस्तारै यसरी यसलाई नै कन्ट्र्याक्ट गरेर यसरी हिँड्न खोज्ने, घरमा यसरी अलिकति यसरी कन्ट्र्याक्ट गरिराख्ने आफ्नो यो कोर मसल्सलाई, अनि यसरी हिँड्ने। यस्तो हिँड्ने एक्सर्साइजहरू पनि सिम्पल हजुरले आफ्नो डेली रुटिनमा एड गर्न सक्नुहुन्छ। किन भन्दाखेरि बच्चाहरूसँग बिजी भइन्छ, सेड्युल चेन्ज भएको हुन्छ, अझ झन् फर्स्ट टाइम ममहरूको लागि त आई क्यान टोटली अन्डरस्ट्यान्ड, एकदमै डिफिकल्ट जर्नी हो। बट आई नो वी वुमेन्स आर भेरी स्ट्रङ, हामीले गर्न सक्छौँ। सो म मेरो सबै मामुहरूलाई एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि यो जर्नीमा मैले चाहिँ अब पोस्टमर्टम सिरिजको जर्नी निकाल्दैछु, यस्तो एक्सर्साइज गर्नुहोस् भनेर। सो फर्स्टको मेरो यो एपिसोड फर्स्ट हो, मेरो सिरिजको फर्स्ट एपिसोड हो यो, जसमा चाहिँ मैले हजुरलाई इनहेल र एक्सहेल गर्न सिकाएँ। सो यस पछाडि चाहिँ बिस्तारै बिस्तारै म पोस्टमर्टम एक्सर्साइजहरू पनि हाल्छु। सो यहाँ फाइनली चाहिँ म युट्युबमा एक्टिभ हुन लागिरहेको छु भनेर एउटा सङ्केत पनि हो यो। सो अल द बेस्ट मेरो मामुहरू, आफ्नो केयर गर्नु होला। अनि मोस्ट अफ अल आफैको चाहिँ धेरै केयर गर्नु होला, किन भन्दाखेरि यो टाइममा हजुरहरूलाई चाहिन्छ नै। र अलिकति हेल्दी जर्नी पनि स्टार्ट गर्छु भनेर सोच्नु होला, किन भन्दाखेरि हजुर आफै हेल्दी हुनु भएन भने घरको वातावरण र बच्चा हेल्दी कसरी हुने त। टेक केयर, स्टे सेफ। मेरो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ यो च्यानलमा सब्सक्राइब गर्नु, लाइक गर्नुहोस् र सेयर गर्नुहोस् अरू मामुहरूलाई। अनि यो च्यानलमा चाहिँ मैले प्रायः जस्तो यस्तै पोस्टमर्टम जर्नी, मेरो एक्सपिरियन्स, मेरो फ्यामिली, मेरो घुमघाम, यही नै कुराहरू नै गर्छु। रियल अथेन्टिक कुराहरू, नबनावटी, एकदम रियल कुराहरू चाहिँ मैले हजुरहरूलाई प्रस्तुत गर्छु। सो या आई होप हजुरहरूले मन पराउनुहुन्छ होला। टेक केयर, स्टे सेफ एन्ड स्टे हेल्दी। बाई बाई।